घटना भइसकेपछि प्रतिक्रिया दिनु सजिलो हुन्छ, तर वास्तविक परीक्षा त अहिले सुरु भएको छ। सुनसरी र सिराहामा भएका घटनापछि अहिले सबैको मनमा एउटा मात्र प्रश्न छ, अब सरकार साँच्चै कति जिम्मेवारी हुन्छ? निष्पक्ष छानबिन हुन्छ कि हुँदैन? दोषी जो भए पनि कानुनको दायरामा आउँछन् कि आउँदैनन्? र सबैभन्दा ठुलो कुरा, फेरि यस्ता घटना नदोहोरिन के तयारी हुन्छ त? घटना भएपछि विज्ञप्ति निकाल्नु, बैठक बस्नु वा निर्देशन दिनु एउटा कुरा हो, तर नागरिकले हेर्ने कुरा त्यो होइन। नागरिकले हेर्ने कुरा हो काम। अहिले कसैले जित्ने वा हार्ने समय होइन, यो समय समाजलाई फेरि शान्त बनाउने समय हो किनकि एउटा घटना लामो समयसम्म सम्झना बन्नु र त्यसले समाजमा अविश्वास छोड्नु भनेको सबैको लागि एकदमै घाटा हो। हामी नागरिकको पनि एउटा जिम्मेवारी पक्कै पनि छ। सामाजिक सञ्जालमा जे आयो त्यही पत्याउने, रिसमा सेयर गर्ने वा भनौँ एउटा व्यक्तिको गल्तीलाई लिएर पुरै समुदायलाई दोष दिने कामले समस्या समाधान हुँदैन। यसले त अझ झन् ठुलो बनाउँछ। किनकि एउटा गलत सूचना पनि कहिलेकाहीँ एउटा ढुङ्गा भन्दा पनि धेरै खतरनाक हुन सक्छ। सरकारले निष्पक्ष छानबिन गर्नुपर्छ। दोषी जोसुकै होस्, कानुन अनुसार कारबाही पक्कै पनि हुनुपर्छ। निर्दोष मानिसले डरमा बाँच्नुपर्ने अवस्था आउनु हुँदैन, किनकि कानुन सबैका लागि बराबर देख्यो भने मात्रै नागरिकको विश्वास बलियो हुन्छ। नेपाल धेरै धर्म, भाषा, संस्कृतिले बनेको देश हो, यो हामी सबैलाई थाहा छ। हामी फरक फरक आस्था राख्न सक्छौँ, तर कानुन, न्याय र मानवता सबैका लागि एउटै हुनुपर्छ। अन्त्यमा एउटा मात्रै कुरा, सरकार सफल तब मानिन्छ जब घटना भएपछि दोषी समात्ने मात्रै होइन, फेरि त्यस्तो घटना नदोहोरिन नदिने वातावरण पनि बनाउँछ। त्यसैले अहिले हामीलाई आरोप होइन, प्रमाण चाहिएको छ र सबैभन्दा धेरै चाहिएको छ निष्पक्ष न्याय। तपाईलाई के लाग्छ, अहिले सरकारको पहिलो प्राथमिकता के हुनुपर्छ? शान्ति, निष्पक्ष छानबिन कि दीर्घकालीन समाधान? आफ्नो विचार कमेन्टमा अवश्य लेख्नुहोस्।